सन्तुलित बजेट बनाउन सरकारलाई स्पष्ट दिशानिर्देश गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। यसबाहेक विद्यालय शिक्षा र निजामती कर्मचारी ऐन तत्काल बनाउनु पर्ने दबावलाई सचेतपूर्वक स्वीकार गर्दै तीव्र गतिमा काम अगाडि बढाउनु पर्ने परिस्थिति समेत सदनलाई स्मरण गराउँदछु। यसका अतिरिक्त आरोप प्रत्यारोपको अन्त्यहीन दोहोरी, गणितीय शक्तिको बलमा उत्पन्न हुने अहङ्कारको प्रदर्शन र विपक्षीको भएका कारण जायज मुद्दा र आवाज समेत नसुन्ने प्रवृत्ति न्यूनीकरण गर्दै राष्ट्रिय समस्या पहिचान र समाधान तथा नागरिकका आकांक्षा सम्बोधनमा संसदमा रहेका दलबीच खुला हृदयका साथ छलफल गर्ने वातावरण निर्माणमा सबै पार्टी, तिनको शीर्ष नेतृत्व र सरकारको ध्यानाकर्षण गराउँदछु। सभामुख महोदय,